अबको 12 अधिवेशनमा चाहिँ मेरो अध्यक्षको उम्मेदवार चाहिँ रहन्छ। अब यो 12 अधिवेशन नै अब जुन चाहिँ अब यो दशैंको यो अब लगभग अक्टोबरको 3 मा हुँदैछ। त्यो नै अब एनआरएनको वैधानिक एनआरएन त्यो नै हो। अब हामीले बुझेको पनि त्यही हो। यो एनआरएन चाहिँ एउटा सामाजिक संस्था हो। यसमा चाहिँ धेरै राजनीतिक घुसाउनु हुँदैन र सबैले एउटा के भन्दाखेरि आफ्नो निस्वार्थ भावनाले राजनीतिक त्यागेर एउटा चाहिँ संस्थामा डेलिभरी दिने हिसाबले चाहिँ आउनुपर्छ। म यो एनआरएन संस्थामा लामो समयदेखि लाग्दै गर्दाखेरि अब एउटा कतै न कतै मलाई पनि अब यो एनआरएनको नेतृत्व लिन सक्छु भन्ने हिसाबले पनि म आएको छु र तपाईँहरूको साथ सपोर्ट भयो भने अवश्य नै हामीले राम्रो एनआरएन बनाउन सक्छौँ। यदि मैले नेतृत्व लिएको खण्डमा मलाई त कस्तो लाग्छ भन्दाखेरि अब हामी सबै एनआरएन चाहिँ मिलेर चाहिँ होइन एउटा देशको चाहिँ समृद्धिको लागि देशको विकासको लागि कामै गर्ने हो भने मिलेर गर्ने हो भने हामी ठुलो फर्क मान्न सक्छौँ। हामीसँग पुँजी छ, हामीसँग सिप छ, हामीसँग ज्ञान छ होइन। हामीले अरू देशसँग चाहिँ लोन लिएर होइन अरूसँग ऋण लिएर चाहिँ गर्नु पर्दैन किनभने हामी सक्षम छौँ। यो पछिल्लो 10औं अधिवेशनबाट अलिकति एनआरएनमा साथीभाइहरूको एउटा मन नमिल्दो र अलिकतिको प्रब्लम भएको हुनाले पनि अब हामी धेरै यो 10औं अधिवेशन निर्वाचन पश्चात चाहिँ 3टा अध्यक्ष जुन भयो त्यसबाट नै धेरै समस्याहरू उत्पन्न भयो। त्यसैले पनि अब यो म पनि यो 11औं अधिवेशनमा उम्मेदै गर्दाखेरि अध्यक्ष पदमा उम्मेदवार दिएको थिएँ। निर्वाचन पनि भएर आउँदै गर्दा यो पुरानो 10औं अधिवेशनको लफडाले गर्दाखेरि अहिलेसम्म पनि हामी यो समस्यामा नै झेलिरहेको छौँ र अब यो समस्या चाहिँ हामीले सक्दो छिटो यसलाई चाहिँ एउटा ठाउँमा चाहिँ साइजमा ल्याउन सकेन भने अलिकति एनआरएनमा अब यो विवाद यसरी नै अब लम्बिँदै जान्छ कि भन्ने मेरो बुझाइ पनि छ। तर यसलाई चाहिँ अब हामीले कसरी अब साथीभाइहरूको मन मिलाएर हुन्छ कि अब साथीभाइहरूको एकता गर्नु नै अब हाम्रो त बाध्यता पनि छ, आवश्यकता पनि छ। त्यसैले अब 12 अधिवेशन चाहिँ अब यस्तो किसिमका साथीभाइहरूको चाहिँ मत भिन्नता नहोस् भन्न पनि चाहन्छु र अब अहिले हामी यो अभियानमा उम्मिदै गर्दाखेरि अब धेरै हाम्रो विश्वास गुमाइसकेका छौँ। अब यो विश्वासलाई हामीले अब कसरी हुन्छ अनि सार्थक हिसाबले अगाडि बढाएर अब सबैको एनआरएन अभियन्ता साथीहरूको विश्वास जित्न जरुरी पनि छ। शेष घलेको हाई लेभल कमिटीले जुन चाहिँ एउटा अदालतबाट चाहिँ परमादेश ल्याएर जुन चाहिँ एउटा निर्वाचन गराउनु भयो यो सरसर्ती हेर्दाखेरि के भन्ने एकताको महाधिवेशन भन्दै गर्ने तर एकताको महाधिवेशन हुन नसक्नुको यसको चाहिँ भनौँ समस्या चाहिँ त्यहाँ आएको थियो। वास्तवमा हामीले धेरै अगाडिबाट पनि यो हाई लेभल कमिटीका साथीहरूलाई एकताको महाधिवेशन गर्नलाई धेरै चाहिँ के भन्दाखेरि पहल पनि गराएको थियौँ। के वास्तवमा अब यो एकताको महाधिवेशन भन्दै गर्दा मेमा गर्नु नै वास्तवमा त्यो उचित थिएन किनकि सबैलाई मिलाएर लाने सम्भावना चाहिँ थिएन त्यो समय भनौँ न। त्यसैले पनि हामीले बारम्बार सम्पूर्ण साथीहरू अब शेष दाइलाई नै भनौँ उहाँ पनि जापान आउनु भएको थियो। त्यतिखेर मैले ठुलो एउटा आफूले बुलन्दै एउटा आवाज पनि निकालेको थियो तपाईँले जुन एकताको महाधिवेशन गराउनु हुँदैछ त्यसको लागि हामी एकताको महाधिवेशन गराउँछौँ तर चाहिँ अलिकति यसलाई चाहिँ पछाडि सार्नुहोस् ताकि तपाईँले पनि केही न केही अब सबै साथी अभियन्ता साथीहरूलाई समेटेर लानुपर्छ भन्ने मैले उहाँलाई सुझाव पनि दिएको थिएँ तर त्यो हुन सकेन र अझै यसले चाहिँ एकता भन्दा पनि अब अनेकता जस्तो पनि भयो र अलिकति भनौँ न एउटा एकतामा लान सकिएन। जस्तै नि उहाँहरूलाई त अदालतले चाहिँ टाइम दिनुभएको थियो होला नि 6 महिना 9 महिना त्यही टाइमभित्र गर्नुभएको हो कि? त्यो त के भने अदालतबाट चाहिँ उहाँहरूलाई चाहिँ अब फर्स्ट मिटिङबाट चाहिँ 6 महिनाभित्र चाहिँ अधिवेशन गराउनु भन्ने जुन चाहिँ एउटा फरमादेश आएको थियो त्यो हिसाबहरूले पनि उहाँहरूले चाहिँ अब के भन्दाखेरि अब हुन त अब यो प्रक्रिया मिलाएर गऱ्यो भने हुन सक्थ्यो तर गर्न सकेन। त्यही नै एउटा के भन्दाखेरि हामीमा एउटा के दुर्भाग्य भनौँ अब सकिएन। झन् यो के भन्दाखेरि
हुने सम्भावना भन्दा पनि अलिकति विवाद चल्नु पऱ्यो र अलिकति त्यस्तो खालको परिस्थितिमा हामी जान सकियो। अब मिल्ने भनेको के भन्दाखेरि संस्था चाहिँ संस्थागत हिसाबले अगाडि बढ्नुपर्छ। संस्थाको एउटा विधान विधि एउटा भनौँ संस्थाको एउटा आफ्नै ढङ्गको एउटा चाहिँ अब एउटा म्यान्डेट हुन्छ त्यसमा हामी हिँड्नुपर्छ। किन भन्दाखेरि अब हामी पनि त्यही हिसाबले नै अब 11औं महाधिवेशनमा निर्वाचनमा हुमियो र अहिले हामी अहिले कमिटीमा छौँ। अब यो 11औं कमिटीले नै अब निर्वाचन गराउँछ बद्री केसीको अध्यक्षतामा र यसलाई नै हामीले अब वैधानिक अब एनआरएन भनेको नि यही नै एनआरएन हो। अब मेरो अब मलाई त के लाग्छ भन्दाखेरि अब अहिले जेसुकै भयो अब यसलाई चाहिँ हामीले चाहिँ एउटा साइजमा ल्याउन सकेन भने गाह्रो छ। त्यही भएर मैले चाहिँ अब अहिलेको सम्पूर्ण देशभित्र रहने हुने एनआरएनका बेन्द साथीहरूलाई अबको अक्टोबरको अधिवेशनमा सबै साथीहरूलाई त्यसमा चाहिँ सहभागी हुन र त्यसले नै एउटा के भन्दाखेरि अब हामी मन अब भनौँ नमिलेका अब फुटेका भनौँ छुटेका साथीहरू सबै चाहिँ त्यो अधिवेशनमा आएर एउटा स्वच्छ हिसाबले उम्मेदवार दिने अधिवेशनमा हुमिने र यो अभियानलाई अझै सशक्त बनाउने र एउटा एकताबद्ध एक ढिकामा चाहिँ लडेर जाने चाहिँ त्यस्तो खालको एउटा वातावरण चाहिँ बनाउनुपर्छ। र म सबै साथीहरूलाई पनि अपिल गर्न चाहन्छु। संस्था भनेको अब एउटै नामको संस्था दुईवटा हुँदैन र एउटै विधान विधिमा चल्ने संस्था दुईवटा हुँदैन होइन। अब एनआरएन भनेको एउटा प्रक्रियागत हिसाबले हेर्दा पनि एनआरएन अहिलेसम्मको प्रक्रिया के कस्तो खालको छ भन्दाखेरि अब प्रत्येक क्षेत्रमा चाहिँ चुनाव हुने, त्यसपछि एनसिसी राज्यमा चुनाव हुने, त्यसपछि केन्द्रमा चुनाव हुने। यो चाहिँ संस्थागत हिसाबको प्रक्रिया भएको हुनाले पनि यसलाई हामीले चाहिँ अब निरन्तर दिनुपर्छ। त्यो सन्दर्भमा पनि अब हाम्रो अधिवेशन भनेको लगभग दसैँ तकामा नै सधैँ भइराख्ने एउटा यो एनआरएनको अधिवेशन अब 2 वर्षमा एकचोटि हुन्छ होइन। अब त्यो हिसाबले पनि यो 10 महिनामा हुने अधिवेशन नै अब यो 12औं अधिवेशन हो र यही अब 12औं अधिवेशन जुन चाहिँ अक्टोबरमा हुन्छ त्यो नै अब हामी बिचमा भएको के भन्दाखेरि संस्थाको अधिवेशन यो नै हो, आधिकारिक नै नै हो। मैले सोचेको के भन्दाखेरि हामी बिचमा अब एकता भएन भने यो एनआरएन संस्था भनेको अब अहिले सम्पूर्ण साथीहरूको नजिरमा हेर्दा पनि विश्वास घटेको छ होइन। जब हामीमा एकता हुन्छ, हामी एक हुन्छौँ, तब बल्ल हाम्रो धेरै एनआरएनभित्रका साथीहरू भनौँ न विभिन्न देशमा विभिन्न किसिमको समस्याहरू छन् अनि बल्ल हामी चाहिँ एउटा चाहिँ के भन्छ सशक्त एउटा चाहिँ बलियो संस्था हुनसक्छ। अनि त्यस हिसाबले पनि हामीले भोलिको दिनमा हाम्रा मुद्दाहरू धेरै छन्, समस्याहरूका मुद्दाहरू धेरै छन्। जस्तै अब नागरिकका समस्याहरू छन् होइन, श्रमिकका समस्याहरू छन्। अब एनआरएनको अब यो हामीले के भन्दाखेरि अरूभन्दा पनि अब देशमा एउटा विकास एउटा समृद्धि हामी विदेशमा रहेका साथीहरूबाट पनि केही होस् भन्ने हाम्रो चाहना छ। यसरी फुटिँदै जाँदै भने अविश्वास बढ्दै जान्छ तर अनि हामी एनआरएन पनि के फुट्दै जान्छौँ होइन। त्यो हिसाबले पनि अब सम्भव चाहिँ अब कम देखिन्छ होइन। एनआरएन नै नरहन सक्छ। त्यो भने अब मेरो चाहिँ अब मूल मन्त्र भनौँ कि मेरो उद्देश्य भनेको अब के रहन्छ भन्दाखेरि एकतामा जुटौँ सबै साथीहरू होइन। त्यसपछि हामी चाहिँ एउटा चाहिँ के भन्दाखेरि ठिक छ पद लिने भन्ने कुरा हामी त्यति भनौँ न अब नेतृत्व लिने व्यक्तिले लिने हो, त्यसमा चाहिँ धेरै खुट्टा तान्ने काम चाहिँ नगरौँ साथीहरू होइन। अब संस्थागत हिसाबले बनाएर सकौँ। जब त हामी बलियो हुन्छ तब हामीले धेरै कुराहरू हामी बिचमा रहेका समस्याहरू समाधान गर्न सक्छौँ होइन। अब त्यो हिसाबले पनि म तपाईँहरू सम्पूर्णलाई अब यो एकताको पहल गर्नको लागि पनि अब यो 12औं अधिवेशनमा चाहिँ अलिकति तपाईँहरूले एउटा के भन्दाखेरि अब अहिले जस्तो यो फुटेर होइन जुटेर चाहिँ लाग्नुपर्छ भन्ने एउटा तपाईँहरूलाई पनि म यहीँबाट विनम्र अनुरोध पनि गर्न चाहन्छु। जस्तै तपाईँको उम्मेदवारी रहन्छ, अध्यक्षको उम्मेदवारी रहन्छ अहिले पनि मैले भनिहालेँ। अब खास उम्मेदवारी किन रहन्छ भन्ने कुरा म तपाईँलाई अहिले दसैँसँगै अब एकताको महाधिवेशन गराउनु नै अब मेरो चाहिँ एउटा के भन्दाखेरि हामी सशक्त हुनु नै अब एउटा त्यसमा चाहिँ मेरो चाहिँ विशेष भनौँ अब यसपालिको उम्मेदवार दिएर एनआरएनलाई चाहिँ एउटा बनाउने र भएका हामीहरूका एनआरएन समस्याहरूलाई सम्बोधन गर्दै जाने। अब विगतमा भएका तिक्तता मेटाउने होइन। अलिकति एउटा के भन्दाखेरि संस्थाको एउटा मा चाहिँ सबैको विश्वास जित्ने खालको एउटा वातावरण बनाउने
थिएटर जस्तै गैर आवासीय नेपालीको चाहिँ जुन यो नेपालमा ठुलो लगानी गर्ने कुराहरू थियो जस्तै होइन अहिले त यो गन्जागोल छ कि तपाईँहरूको अहिले यदि अब चाहिँ राम्रो सबैजना मिलेको अवस्थामा तपाईँको यदि तपाईँमा चाहिँ नेतृत्व आएको खण्डमा यो नेपालमा लगानीको सम्भावना के छ? अब यस्तो छ, अब हामी अहिले विदेशमा लगभग 80 लाख नेपालीहरू छौँ, विभिन्न देशमा छौँ। अब अनि अर्को कुरा के छ भने अब अहिले हामी लगभग विदेशमा रहँदा पनि अब धेरै साथीहरू होइन अब ले भनौँ न आफ्नो व्यवसाय गर्नुहुन्छ, कतिपय अब साथीहरू राम्रो पोजिसनमा अब भनौँ न अब बौद्धिक व्यक्तिहरू अब विभिन्न देशमा गएर काम गर्नुभएको छ होइन। यो नै हाम्रो एउटा के भन्दाखेरि अब रिसोर्स, यो ठुलो रिसोर्स हो। अब यसलाई चाहिँ हामीले चाहिँ कतै न कतै नेपालसँग जोडाउनु नै पर्छ होइन। अब अहिलेको अवस्थामा यसरी हामी संस्थाभित्रमा अब अलिकति भनौँ न अब यो फुटेर लाग्दाखेरि हामीले राम्रो एउटा चाहिँ आउटपुट दिन सक्दैन। है पनि मैले भनिहालेँ होइन, हामीमा एकताबद्ध हुनु पऱ्यो र हामीले विदेशमा भनौँ न अब अहिले हामी यति धेरै अब 80 लाख मान्छेहरू अब अहिले विदेशमा छौँ। यो एउटा ठुलो रिसोर्स हो होइन। अब यसलाई चाहिँ हामीले राम्रो ढङ्गले भनौँ न अब नेपालमा नेपालको विकास समृद्धिको लागि पनि भनौँ न अब ठुलो यसले चाहिँ के भन्दाखेरि अब भूमिका खेल्छ। हामी यदि अब संस्था अब भनौँ नेतृत्व राम्रो दिन सक्यो भने पक्कै पनि हामी नेपालमा भनौँ न अब सरकारसँग कुनै न कुनै अब धेरै किसिम धेरै सेक्टरमा भनौँ न लगानी गर्न सक्छ। हाइड्रोमा गर्न सक्छ, टुरिज्ममा गर्न सक्छ, मेडिकल सेक्टरमा गर्न सक्छ, कृषिमा गर्न सक्छ होइन। अब सम्भावना प्रशस्त छ। हामीलाई पनि के भन्दाखेरि अहिले नेपालमा अब यस्ता खालको विकासहरू चाहेको छ। त्यो विकासको लागि अब हामी अहिले नेपालमा किन हामी विदेशमा रहने नेपालीहरू एकदमै भनौँ न अब सक्षम भइसकेका छौँ। अब पुँजीमा पनि सक्षम छौँ होइन। अब हामीसँग सिप छ, ज्ञान छ। यसलाई नै हामीले चाहिँ अझै यो संस्था मार्फत होइन अब नेपालमा कतै न कतै हामीले यसलाई चाहिँ अब लान सकेर यसलाई चाहिँ कार्यान्वयन गर्न सक्यो भने अवश्य नै अब नेपालले पनि होइन अब छिटो नै के भन्दाखेरि अब नेपालीहरूकै हातबाट नै हामीले चाहिँ फड्को मार्न सक्छौँ जस्तो लाग्छ। संविधानले चाहिँ अब एउटा गैर आवासीय नेपाली नागरिकता चाहिँ दिएको एउटा अवस्था थियो। तर अहिले चाहिँ के भन्दाखेरि अब यो संविधानले हामीलाई चाहिँ दियो, तर हामीले त्यसलाई चाहिँ तल्लो तहसम्म चाहिँ कार्यान्वयन गर्न सकेन। यो के हो भन्दाखेरि अब नेपालको परिवेशमा धेरै कुराहरूको काम भनेको कसैले एकद्वार प्रणाली हुँदैन। त्यहाँ नेपालमा फेरि अब कहिले समस्या के छ भन्दाखेरि अब तहको अब आफ्नै एउटा अब काम गर्ने नीति नियम हुन्छ। त्यही हिसाबले पनि अब संविधानले दिएको छ, तर त्यसलाई चाहिँ अब कार्यान्वयन चाहिँ अब कसरी छिटो गराउने भन्ने कुरामा चाहिँ अब एउटा समस्या मात्रै हो। तर सम्भवतः यो चाहिँ के भन्दाखेरि यो छिटो कार्यान्वयन गर्न हामीले अझै नेपालको सम्बन्धित निकायहरूलाई कुरा राख्ने, त्यो विषयमा अझै सम्बोधन गर्ने यस्ता कुराहरू चाहिँ हामीले छिटोभन्दा छिटो गर्न सक्यो भने कार्यान्वयन हुनसक्छ। अब यस्तो छ, अब हामी 11औं महाधिवेशनमा हुने र चाहिँ निर्वाचन अब जुन यो अहिलेको यो समिति यो कार्य समितिमा छौँ, एक किसिमले हामीलाई पनि के भन्दाखेरि यो 11औं अधिवेशन वैधानिक तिमीहरू नै हो भनेर जुन चाहिँ अब एउटा अदालतबाट पनि एउटा आदेश आएको छ। अब हामीले चाहिँ अब अर्को नेतृत्वको पक्षमा चाहिँ हामी चाहिँ त्यसमा अब लाग्नु त अब के भन्दाखेरि हामीलाई कुनै एउटा हाम्रो त्यो एथिक्सले पनि दिँदैन र अब हामी त्यस्तै हिसाबले पनि के भन्दाखेरि मेरो व्यक्तिगत हिसाब के हो भन्दाखेरि संस्था चाहिँ एउटै हुनुपर्छ भन्ने कुरा हो होइन। अब यो पछिल्लो समयमा अलिकति संस्थाभित्र पनि अलिकति रात्रिकन बेसी भएको हाबी भएको त अब सबैलाई थाहा नै छ। अब कतै हामी फेरि के भन्दा साथीहरू अब जब अधिवेशन आउँछौँ, अधिवेशनमा भनौँ अब नेताको अब घर दैलो गर्ने होइन। अनि भनेको अब केही अब आफूलाई
चित्त बुझेन भने अदालत जाने यस्ता खालका प्रवृत्तिहरूले गर्दा पनि अब हामी अलिकति अहिले भनौँ साथी अब अभियन्ता भनौँ विदेशमा रहने सम्पूर्ण गैरासी नेपालीको मन जित्न सकेका छैनौँ। अब यसलाई चाहिँ के भन्दाखेरि अब हामीले अब अलिकति यो संस्था पनि एउटा के राजनीतिक संस्था नभएको हुनाले पनि यसमा चाहिँ त्यति साह्रो राजनीतिक दलले पनि हस्तक्षेप नगरिदियोस् भन्दा पनि खास चाहिँ हामी आह्वान पनि गर्न चाहन्छौँ होइन। के छ भन्दा अब संस्थामा पनि राजनीति छिर्दाखेरि के भन्दाखेरि अब संस्थाभित्र पनि हाम्रै अब पार्टीको चाहिँ भनौँ न व्यक्ति हुनुपर्छ भन्ने खालको एउटा उस छ कि अब त्यस्तो खालको एउटा हाबी छ त्यस्तो खालको एउटा चाहिँ मानसिकता छ होइन। अवश्य पनि त्यो चाहिँ खास अब संस्थामा चाहिँ अब यसरी राजनीतिकरण हुँदाखेरि भोलि मेरो पार्टी यो पार्टी त्यो पार्टीमा होइन अब नेतृत्व दिने व्यक्ति चाहिँ आइदियोस् भन्ने खालको एउटा जस्तो खालको जस्तै नि उपाध्यक्षज्यू गैर आवासीय नेपाली सङ्घ एनआरएनए चाहिँ तपाईँको विदेशीका नेपालीहरूको एउटा चाहिँ हकहितको लागि गठन गरिएको एउटा चाहिँ एकदम विशुद्ध राजनीतिक संस्था हुनुपर्नेमा है तपाईँको चाहिँ अब विदेशमा त राजनीति गर्न पाउँदैन तर संस्थालाई चाहिँ एकदम राजनीतिमा लगाएर चाहिँ डुबाइदिए जस्तो तपाईँलाई लाग्दैन है? लाग्छ कहिले कहिले लाग्छ किन भन्दाखेरि अब हामी साथीहरूको अलिकति संस्थालाई हेर्दाखेरि अब विभिन्न राजनीतिक विदेशमा बस्दाखेरि राजनीतिक भातृ सङ्गठनका साथीहरू त्यो हिसाबले चाहिँ लाग्नुहुन्छ होइन। ठिक छ अब कस्तो हुन्छ एउटा राजनीतिकप्रति आफ्नो आस्था रहन्छ होइन त्यो ठिक छ तर के भन्दाखेरि भोलि मेरै चाहिँ पार्टीकै व्यक्ति चाहिँ चयन हुनुपर्छ मेरो पार्टीकै व्यक्ति नै नेतृत्व लिनुपर्छ भन्ने खालको त्यस्तो खालको मानिसहरू नलिँदा पनि हुने हो। अब हामी फेरि कस्तो हो नेपालमा अब कुनै पनि संस्थामा अब आबद्ध हुँदाखेरि अब कतै न कतै अलिकति राजनीतिक साथीहरू पनि अब रहन्छन् होइन र त्यसले गर्दा पनि अलिकति साथीहरूको मतमा चाहिँ अलिकति त्यस्तो खालको भनौँ न अब अलिकति राजनीतिक हिसाबले विभाजन गरिदिने होइन त्यसले गर्दा पनि होला किनभने संस्थामा पनि अब अहिले भनौँ न अब सम्पूर्ण राजनीतिक दलका अब भातृ सङ्गठनका साथीहरू अलिकति संस्थामा चाहिँ मेरो सङ्गठनले चाहिँ अब नेतृत्व लिनुपर्छ कसले मेरो सङ्गठनले नेतृत्व लिन्छ भने त्यसमा पछाड एउटा चाहिँ होइन एक किसिमको त्यस्तो खालको छ। तर अब हामी चाहिँ यो संस्था भनेको एउटा विदेशमा रहेका भनौँ न अब यो गैर नेपालीहरूको एउटा साझा सङ्गठन साझा संस्था भएको हुँदाखेरि पनि कसैलाई दुःख पर्दा कसैलाई समस्या पर्दाखेरि होइन अब त्यसमा चाहिँ भनौँ न अब सहयोग गर्ने अब केही मलम लाउने काम गर्ने। अनि अर्को कुरा अब हामी विदेशमा रहेको साथीहरूको भनौँ एउटा के भन्दाखेरि कलेक्टिभ फन्ड एउटा चाहिँ के भन्दाखेरि अब हामीले कमाएको पुँजी होइन सिप होइन यी यावत कुराहरू चाहिँ नेपालसँग जोडेर नेपालको एउटा चाहिँ विकास समृद्धिमा कतै न कतै त्यसले चाहिँ योगदान दिने खालको केही किसिमको हुनुपर्ने हो। तर अब अहिले के दुर्भाग्य अब अहिले के छ भन्दाखेरि अब त्यो हुन सकेको छैन। अब अहिले तपाईँले पनि भन्नुभयो अब एनआरएनले अब यो डेभलपमेन्ट फन्ड यो 10 अरबको फन्ड चाहिँ अब सुरु गरेको छ तर यो अझ कार्यान्वयन भएको छैन। किन भन्दाखेरि अब यो नै के भन्दाखेरि हामी बिचमा एकता नभएको हुनाले पनि यसो भएको। अब हामीलाई अहिले संस्थालाई विश्वास गर्ने भए त यसले त्यो धेरै ठुलो उपलब्धि गर्थ्यो नि त काम पनि छिटो हुन्थ्यो होला होइन। अब अहिले हामी नै अब कस्तो भन्दाखेरि संस्थामा अब संस्थालाई एउटा चाहिँ पूर्ण गति दिने भन्दा पनि हामीमै अब कस्तो भन्दाखेरि लडेर कहिले चाहिँ न्यायालय ढकढकाउन जाने कहिले चाहिँ नेताको ढकढकाउन जाने अब यसमै बिजी भइरहेको छौँ। यसरी त कहाँ संस्था त अब होइन अरू साथीहरू विश्वास पनि लिन सक्दैन संस्था यसरी चलाउनै सक्दैन। त्यो हिसाबले पनि म त के भन्छु भन्दाखेरि यो संस्थामा राजनीतिकरण चाहिँ सक्दो नगर्नुहोस् होइन। संस्थालाई एउटा के भन्दाखेरि स्वच्छ हिसाबले तपाईँको एउटा आफ्नो स्वच्छ भावनाले तपाईँले गर्न सक्ने काम भनौँ तपाईँले अब दिनुपर्ने कन्ट्रिब्युसन दिनुहोस्। अहिले मैले नेतृत्व लिएको खण्डमा मलाई त कस्तो लाग्छ भन्दाखेरि अब हामी सबै एनआरएन चाहिँ मिलेर चाहिँ होइन एउटा देशको चाहिँ समृद्धिको लागि देशको विकासको लागि कामै गर्ने हो भने मिलेर गर्ने हो भने हामी ठुलो फड्को मान्न सक्छौँ। हामीसँग पुँजी छ हामीसँग सिप छ हामीसँग ज्ञान छ होइन। हामीले अरू देशसँग चाहिँ लोन लिएर होइन अरूसँग ऋण लिएर चाहिँ गर्नु पर्दैन।
किनभने हामी अनि सक्षम छौँ। अब अहिले हामी एनआरएनको विषयमा के भन्दाखेरि अब अहिले एनआरएनमा हामीले विश्वास गुमाएका छौँ होइन। अब यसलाई चाहिँ अलिकति हामीले के भन्दाखेरि रिफर्म गर्नु अवस्था पनि आएको छ होइन। रिफर्म नगरेसम्म हामीले चाहिँ अब पर्फर्म गर्न सकिँदैन होइन। अब अहिलेको अवस्थामा हामीले कसरी हुन्छ यसलाई रिफर्म गर्ने भन्दा मिन्स एकता गर्ने कसरी होइन। म साथीहरूलाई पनि अहिले उसबाट म के भन्न चाहन्छु भन्दाखेरि अब हामी बिचमा लेट्स रिफर्म होइन। त्यसपछि हामी चाहिँ अनि बल्ल पर्फर्म गर्न सक्छौँ होइन। त्यो हिसाबले पनि अब म साथीहरूलाई अब यो अहिलेको जुन चाहिँ एनआरएनको अवस्था छ अब यसलाई चाहिँ कसरी हुन्छ छिटोभन्दा छिटो चाहिँ हामी एकतामा बाँधिने काम गर्नुपर्छ र त्यो हिसाबले पनि अब यो अक्टोबरमा हुने अधिवेशनमा सम्पूर्ण साथीहरूलाई होइन यो नै एउटा के भन्दाखेरि हामी यो संस्थाभित्रको वैधानिक र संस्थाभित्रको एउटै एनआरएन बनाउने हो भने यसलाई नै हामीले चाहिँ के भन्दाखेरि विश्वास गरेर जानुपर्छ र सबैले यसलाई नै के भन्दाखेरि अब ठिक छ अब यो अधिवेशन हो होइन। अब जो पनि अब उम्मेदवार लिन सक्नुहुन्छ होइन। अब आफूलाई इच्छा लागेकोहरू अब ठाउँमा आफू तपाईँहरू जान सक्नुहुन्छ। त्यो अर्थमा पनि अब तपाईँहरूलाई कुनै रोग छैन होइन। आउनुहोस् होइन। एनआरएनले एकता बनाउने हो भने चाहिँ आउनुहोस्, निर्वाचनमा घुमिनुहोस् होइन। आफ्नो लागेको कुराहरू राख्नुहोस् होइन। आफूले गर्न सक्ने आफूले चाहिँ डेलिभरी दिन सक्ने कुराहरू गर्नुहोस् होइन। धेरै चाहिँ के भन्दाखेरि अब पार्टी भनेर चाहिँ अब राजनीतिक हिसाबले चाहिँ धेरै चाहिँ नहिँड्नु होला, यही नै भन्न चाहन्छु।